हेलो गाइजहरु, अब हामी घुम्न जान गइरहेका छौं। हाम्रो मध्यबिन्दु पार्क मैनाघाटमा रहेको छ हैन। सो टिल दैट स्टे विथ मी। यो चाहिँ हाम्रो स्टार्टिङ पोइन्ट हो। हामी सबैजना भेला हुने भनेको यहाँ चोरमाराको यो प्रतीक्षालयनिर। सो गाइज, अहिलेसम्म त म मात्र आछु, कोही आ छैनन्। सबै उठ्दैछन् कि सुत्दैछन्, के गर्दैछन् हैन। अब हजुरलाई अपडेट केही समयपछि म दिँदैछु अहिलेलाई। ओके। सो गाइज, अरूहरूको पुरिरहेछु म। एकजना दाइ चाहिँ आइसक्नु भएको छ र अरूहरू कति बेला आउनुहुन्छ म हेर्दैछु। अरूहरू आउने बित्तिकै अब हामी यहाँबाट केही समयमै निस्किन्छौँ। 7 बजे भनेको अहिले यहाँ 8 बज्न लागिसक्यो। 10 मिनट मात्र बाँकी छ। दैनिक कोही हत्तपत्तो छैन। सायद पिकनिकको सामानहरू जुटाउँदै होला सबैजना। स्टे विथ मी। रमाइलो भएको नि हेर्नु पर्यो नि। मलाई पार्कमा राखेर हैन, आफूहरू चाहिँ यतातिर मस्त भेला भएछ कि बाइकमा। आयो एउटा पनि। एउटा, दुईटा, तिनटा, चारवटा, पाँचवटा, छवटा, सातवटा बाइक छ। हामी 20 जना अझै साथीहरू आउँदैछन्। लगभग 10वटा भन्दा बढीवटा बाइक हुन्छ। 12-13वटा बाइक अनि अरू मान्छे, साथै सामानहरू पनि अब यहाँ हामीले किनिसकेका छौँ। सो गाइज, यो भयो हाम्रो कोकहरू भयो, स्प्राइट। यहाँभित्र के रहेछन्? भुजा रहेछ गाइज। यो के हो यो? ओहो, यहाँनिर त रहेछ नि बल्ल काँक्रो, स्पेसल काँक्रो हानिदिने हो नि त गाइज होइन। अरू चाहिने कुराहरू छन्। यिनी हाम्रो एकदम नमुना। अर्को हाम्रो रमेश दाई। ओ रमेश दाई, हेलो दाई। हेलो ब्लगको भाइ। हेलो भनिदिनु। हेलो 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 हेलो। ओ सोल्टी, हेलो। सो गाइज, अब हामी यहाँ सबैजना भेला हुँदैछौँ र अब हामी केही समयमै यहाँबाट निस्किनेछौँ। सो गाइज, उताबाट बहिनी पनि ट्युसन पढेर आइसकेकी छन्। हामी सिस्टर प्रिन्सेस गौतम। सो गाइज, अब हामी यहाँबाट हिँड्न गइरहेका छौँ। सबैजनाहरू रेडी भइसकेका छन् होइन। अब म चाहिँ जाने यही बाइकमा हो, अरूहरू पनि जाँदैछन्। सो के लिएर जाने हो त? मैले होइन, मैले त अहिले सो गाइज, हामी जानलाई रेडी भइसकेका छौँ। सो गाइज, हामी अब यहाँ हिँडिसकेका छौँ। सफर सुरु हो गया, सुरु हो गया। को नि त्यो यस्तो रोजर गर्न आयो। पछाडि त आउँदै थिएँ, को त हराए। स्टार्टै भएन भन्ने अरे के। कोही पनि छैन त। भाग भाग
आया भनेको सब भागिसके जस्तो छ ती पछाडि नै छुटे सो गाइज अघि हाम्रो साथी बिहान भनिदियो यो चाहिँ हाम्रो अमृसाको ओह्रालो अब त्यसै गरी हामी बसन्तपुरतिर लाग्न गइरहेका छौँ तर केही समय हामी यहाँ हाम्रा साथीहरूलाई कुर्न पर्ने हुनेछ त्यसैले हामी प्रतीक्षालयमा अहिलेलाई वेट गरेका छौँ कति बेला आउँछन् ती डाम्नाहरू हामी त छिटछिटो आइयो स्वाइँ पारेर तिनीहरू आउँदा आउँदै कति टाइम लाग्छ पनि अनि रस्ता कस्तो लगाइरहेको नि एकदम रमाइलो लगाइरहे आइसकेका छन् एउटा हाम्रा हाउडे मित्रजी कस्तो लागिरहेछ हजुर एकदम बवाल लागिरहे जाला नि फेरि ख्याच्याक्कै गर्दा सो गाइजहरू हाम्रा साथीहरू अझै एउटा आइसकेका छन् जानी चाहिँ यताबाट हैछ बसन्तपुर बाटो हुँदै होइन रहेछ अमृतसरबाट भित्र स्विट गएर हजुर अमृतसर यता आज पिकनिक छ त्यो हाम्रा साथीहरू फेरि आइसकेका छन् बाइकमा उतैतिर जाम भन्दै अब हामी पनि त्यतैतिर जाँदैछौँ र बाइकमा बस्नलाई स्टार्ट भइसकेका छन् जो त्यही बाटो ओह्रालो लगेर हामी मध्यबिन्दु पार्क जान गइरहेका छौँ त्यो डाँडामा रुख छ नि त्यो पहेँलो यहाँ ओहो डाँडा त टाढै छ यार बाटो यस्तो छ हामी पहिलो नम्बरमा छौँ त्यो रुख भएको ठाउँमा हो त्यो डाँडामा हो डाँडो एसी डाँडो सो गाइज हामी मैनागढको यो झलुङ्गे पुलबाट जान गइरहेका छौँ हजुरहरूले देख्न सक्नुहुनेछ बाइक उताबाट आएको हुनाले हामीले जान मिलेको छैन के हारेको हो तिमीले अरूलाई जानु पऱ्यो अन्डा लिएर आउनु भएको दाइले होइन ट्या टुट चलो जी चलो सो गाइज कति रमाइलो उताडै नै आउँदै रहेछन् मित्रहरू गाइज हाम्रो यो झलुङ्गे पुल पनि समाप्त भइसकेको छ हाम्रो टिआर सर हेलो एभ्रिवान सबैजना यहाँ भेला भएपछि बल्ल जाने भनेर हो हाम्रा जगल्टु दादा कतिमा थियो त्यो डाँडो हो यो डाँडो त्यो जङ्गलभन्दा मुनि यस्तो 400 छ नि त्यो चौपारी हो त्यो चौपारी ठ्याक्कै त्यही हो रहेछ जाने सो गाइज देख्नु भएको छ होला त्यहीमा हजुर सर हामी जान गइरहेका छौँ सो गाइजहरू होइन हामी फेरि त्यहाँबाट हिँडिसकेका छौँ झलुङ्गे पुलबाट र मेरो ड्राइभर पनि चेन्ज हुनुभएको छ अहिले टिआर सरसँग यही हो नेपाली बाटो खाल्डाखुल्डी ओकाली ओह्राली सहरमा पो सर 4 लाइन बाटोमा सर गाडी कुदाउन पनि सहिलो हुन्थ्यो यहाँ त यस्तै 1 लाइन बाटो नि पाउन गाह्रो छ हजुर पानी टङ्की हेर्नुहोस् यहाँको गाउँको रमाइलो दृष्टिकोण हजुरहरूले हेर्न सक्नुहुन्छ
यसको घर जाने चाहिँ कता हो थापाचोकबाट माथि सरस्वतीमा अब हामी गणेश दाईको घरतिरको यात्रामा छौँ। चप्पल लाएर आएकै ठिक हो क्या, जुत्तै लाएर। यहाँ अझै दसैँ लगाइरहेको रहेछ भाइ बहिनीहरूलाई पिङ खेलिरहेन। अब यहाँबाट बाटो सायद केही सुधार छ जस्तो छ। सो गाइज हामी गणेश दाई भएको ठाउँमा आइसकेका छौँ। हजुरले हेर्न सक्नुहुन्छ। हेलो गणेश दाई, यता पोखरे सरलाई फोन गर्नु त, पोखरे सरलाई फोन गर्नु त। सो गाइजहरू अब हामी लागिरहेका छौँ आफ्नै बाटोतिर र ड्राइभर फेरि चेन्ज भइसकेका छन्। यति बेला हाम्रो बात हुनुहुन्छ हाम्रो गाडी एकदम। ओहो हेर्नु त बाटो, नेपाली बाटो भनेको यही हो क्या हजुर। खाल्टा खुल्टी उकाली ओह्राली कहाँ फोर लाइन बाटो हिँड्नु जस्तो सजिलो छ र हजुर। त गाउँले ठिटो खान्छु आँटो पिठो अन्त यहाँ त हो डाँडाको उकालो सुरु हुँदैछ। हेर्नुहोस् केही मित्रहरू अगाडि गइसकेका छन्, कोही मित्रहरू आउँदैछन्। यसरी नै अब म हजुरलाई फेरि अर्को ब्लगमा फेरि भेट्नु गइरहेको छु। ओहो हेर न यहाँ बाटो यार, अरे म 3 चोटि खस्नु लागिसकेँ यार झन्डै। अरे रकम के कोही पनि आएनन्, किन दौडेको रे। जिन्दगी यहाँ पहिलोपटक डाँडा चढ्न गइरहेका छौँ बाइकमा। ए आमा खाल्टो, ए खाल्टो, ए बचाउ। के गरे यार यो, के गरे यार। नलुटो है नलुटो, तपाईँमा जानु जानु अनि पछाडि धक्का लाग्ला भनेर जानु हिँडेन। ए नाटक गर्छ धेरै अघि लाग्यो क्या। वै वै नलुटो है। ओ भाइ यस्तो बाटो ल्याएर हेर। हजुर दामसँग मिलाउनु पर्छ दाइ। यो मस्त गर्लफ्रेन्डसँग टेको 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 टेको। रोक्नु है, अगाडि कस्तो छ बाटो हेर है। मिल्छ मिल्छ, आउनु आउनु चिप्लो है यार। बिस्तारै आउनु बिस्तारै, समात्नु पर्छ क्या। तिमीले चढायो भाइ दुःख पाउनु। ओइ भाइ भिडियो गर्नु भएन, गरिसके। हामी डाँडाको अलि टपमा आइसकेका छौँ र यताबाट हाम्रा मित्रहरू आउँदैछन्। हाम्रा रमेश दाई मेरो यो पहिलो ड्राइभर र यस्तै गरी नै उहाँ हजुरहरूले देख्न सक्नुहुन्छ साथीहरू बाइकमा आउँदै गरेको दृष्टिकोण यस्तो बाटो थियो हजुर। र अब म हजुरलाई अर्को ब्लगमा भेट्नेछु, त्यतिको लागि स्टे सेफ। सो गाइजहरू यहाँनिर बाटोमा जानु लागिरहेका छन्। ओहो बाटो के खाले बाटो हो यो, ए लौ। सो गाइज यसरी नै धन्न हामी हिँडेर आइएको थिएन भनौँ, बाइकले भने अलिकति साथ दिएछ तर पनि। सो गाइज होइन फेरि पनि हामी हिँडिरहेका छौँ आफ्नो बाटो टक्क।
ओहो उकालो पनि लास्टै उकालो भयो हजुर। तेस्रो ड्राइभर जियोस् पाएकै पायौँ। तेस्रो ड्राइभरलाई मान्नै पर्छ धन्नै लड्दा लड्दै एउटा बचाएका छन् हाम्रा गणेश दाईले। पहिलो ड्राइभर रमेश दाई, दोस्रो ड्राइभर टिआर सर र तेस्रो ड्राइभर गणेश पाठक। यसै गरी हेर्नुहोस् यो बाटो जीवनको बाटो भन्दै घाम्रो छाया बुरुक बुरुक पारे यत्रको घाम्रो छाया। उकाली जाँदा अघि म धन्नै खसेको। अरे त्यो उफ्रियो अनि त्यसपछि मेरो भुइँमा खुट्टा टेकियो के। कहाँ त्यतिकै लड्छ मान्छे। बसेको त्यही भएर हो। उडै भ्याउँथ्यो अहिलेसम्म त होइन। हामी फाइनल्ली मध्यबिन्दु पार्कभित्र आइसकेका छौँ। अब केही छेडमै हजुरले मध्यबिन्दु पार्क देख्न सक्नुहुनेछ र यसको उकालो रहँदै हाम्रो मध्यबिन्दु पार्क मैनाघाटमा रहेको हामीले हेर्न सक्छौँ। यहाँबाट कति राम्रो भ्यू देखिँदो रहेछ हजुर। र ऊ हाम्रा रमेश दाई पहिले आएर बसिसकेका थिए। हेलो गाइजहरू, सायद फाइनल्ली हामी मध्यबिन्दुको एसी डाँडा माथि आइसकेका छौँ र हजुरहरूले यहाँबाट देख्न सक्नुहुनेछ कति शान्तको वातावरण रहेको छ। यहाँबाट त पुरै 360 डिग्री भ्यू हामीले माथि टपमा गएपछि हेर्न सक्नेछौँ। गाइज अब हामी सिडी चढ्दै हामी माथि जाँदै गइरहेका छौँ र हेर्नु बस्नको लागि चेयरहरू छ। यहाँ हाम्रो एकजना मित्र बसिसक्नु भएको छ। के हो यस्तो स्याड पारामा बस्दिने हाँसै कडाके फेरि। सो गाइज हजुरहरूले हेर्न सक्नुहुनेछ यहाँबाट भ्यू कति राम्रो देखिएको छ। एकदम यो शान्त वातावरण के चिसो हावा चलिरहने, त्यसैले नामै एसी डाँडा राखेको हुनसक्छ। तर यहाँबाट केबल कार सिस्टम भयो भने झन् दामी हुन्छ यार। हेर्नु न यार कस्तो के भ्यू नै अलग के ट्याक्कै 360 डिग्री भ्यू। हाम्रा मित्रहरू कहाँ पुगे? हामी त अघि अघि आइसक्यौँ। दाइहरू यसो हाई भनिदिनु भ्लगको लागि। गुड मर्निङ। गुड मर्निङ गुड मर्निङ। कति बज्यो ट्याक्कै? कति बजे गर्छ दाइ? कति बज्यो अहिले? त्यो गाइजहरू हाम्रा मित्रहरूको आउने क्रम जारी रहेको छ। भुटुनटुन आइसकेका छन् हाम्रा मित्रहरू। हजुरहरूले देख्न सक्नुहुनेछ केही दृश्यहरू र ऊ हाम्रा जगल्टे दाजु र प्रवीण ब्रो आइसकेका छन्। र यसै गरी सबै एक गियरमा रन गर्नुपर्ने यार मेरो बाइकलाई त। उतातिरबाट आउँदैछन् केही मित्रहरू। सो गाइज हेर्नुहोस् ओहो कति शीतल हो। टुङ आइसकेका छन् हाम्रा मित्रहरू बाइकमा। हजुरहरूले हेर्न सक्नुहुनेछ धन्नै मेरो हातबाट ट्रिगर झरेको अवस्था। हेलो हाम्रो सरिनज्यू र हाम्रो टिचर आइसक्नु भएको छ। साथै केही मित्रहरू युनिक मोबाइलको दाइ र एलबिजी कति रमाइलो र हाम्रो लास्टमा दाइ आइसक्नु भएको छ। र अझै पनि एकजना पोखरेल मोबाइल हाउसबाट आउनु बाँकी हुनुहुन्छ।
सो गाइस यसरी नै हाम्रो अहिलेको लागि ब्लग समाप्त र फेरि म अर्को लटमा बनाउँदैछु। फाइनली हाम्रो टिआर सर पनि आइसक्नु भएको छ। डर के आगे जित्यो तर घोडा अलि ढिलै आयो त हजुर। अनि यस्तो घोडा लिएर आएपछि ढिला हुँदैन? त्यो पनि हो। भाडामा तल लिन जानु पर्यो जाम न अनि जामनेर सोध्नु त्यहाँ भाडा पाइन्छ नजाने पहिला। र फेरि आइसक्नु भएको छ हाम्रो केही मित्रहरू। यो ओ खसे ओ खसे खाना पकाउनतिर लागिसकेका छौँ र यहाँनिर आगो पोलिसकेको छ। प्याज यो डाडुले हाल्ने हो त्यसले भयो हाल्दिनु के रमेश भाइ पर्दैन हाल्दिन त्यो त आफै पाक्छ यार अहिले त्यो हाल्नै छ सामान त पानी छ यहाँनिर अन्य सामग्रीहरू खानाको लागि चाहिने मरमसला, मुला, काँक्रो, भुजाहरू, दालमोट लगायत टमाटर र यहाँनिर रहेको छ हाम्रो स्प्राइट र कोकोकोला। हामीले खसी काटियो र यता यतातिर जग्गा लास्टै सस्तो होला यहाँ जाने क्या मैले आफूहरु के खाने अब हाम्रो खानपान कार्यक्रम सुरु हुँदैछ। सर उतार्न आउनुपर्छ। यहाँ रहेको छ मासु भुटुवा, मासुको भुटुवा कि भुटुवाको मासु। सही झ्याली हो त्यो त। हेलो ब्लग नै हो। ओ परवीन सर टिआर सरले घाइते फन्ड जानुभयो जाँदै के होसमा हुन्थ्यो त्यो दिन, के होसमा हुन्थ्यो त्यो दिन, बेहोसीमै पनि नजर दिलायो
मिल्दिन भन्दा भन्दै पिलायो साथीले पिल्दिन भन्दा भन्दै One, two. Anna devna. 1, 2, 3. और सीधा बना छोड़ने वाला. लो बेस्ट ऑफ लक. हाँ सीधा. अब हाम्रो गणेश दाइको पालो आइसकेको छ। ल अब लाग्यो अब एकचोटी रेडी ल अब एकचोटी ल तीनचोटी भयो अब ल बेस्ट अफ लक केही होला जस्तो छ है लै गर्दै ओ सिस्टम मिला जस्तो छ केटोले धेरै नजर होला म फाउल उठाएको छु हाम्रो एबीसी मोबाइलबाट सौरभ गौतमको पालो रहेको छ उहाँलाई पनि तीनचोटि राम्रोसँग घुमाएर गरौँ है 2 3 स्टार्ट र कोही पनि नहाँसिदिनु होला है नहाँसिदिनु होला ठोक्यो लाइन क्रस भयो हाम्रो सरको पालो अब रेडी हुन्छ गर्ने चान्स भन्छ गो भाङ्गिन्छ सर सिधै एकदम नजिक किसी की उहाँको चाहिँ अब प्रारम्भ हुन्छ उहाँलाई अदृश्य उसने भी दिल मांगा मैंने कार किया जा परदेसी दिल दे दिया एकदम निकै नजिक हुनुहुन्थ्यो उहाँ घैटो फुटाउनको लागि तर असफल हुनुभएको छ
बड़ी तेरी मक्खन जैसे खाने में बस बटर खा होला ताकि पार्टिसिपेन्टलाई थाहा हुन्छ म गलत बाटोमा जाँदैछु भन्ने कुरा। तेरी टिकट चूर मन नखे मेडे दो बाल कंडा फूल गमोड़ कर बेटी दो लोंडा लोंडा चूर मन नखे मेडे दे बोलाल फूल देवरे की दाहिने देवरे की दाहिने 1 2 3 हाम्रो यम सरको पालो हाम्रो यम सरको पालो रहेको छ। लौरो उचाल्नु दाइ लौरो माथि काममा हो जानु होला हो त्यसरी हाम्रो सरिन सर भैटो फुटाउने कार्यक्रममा भएको छ। ल एकदम मिटर हुनु है ल 1 2 3 4 गो भिडियो बनाइदिउँ उहाँको चाहिँ। लौरो चाहियो भनेपछि माग्नु होला कि यहाँ त सिधै जाँदो रहेछ यार यसमा त गाडी के वा लौरो चाहियो लौरो राम्रो थियो तर सफल हुने यतै लौरो माग्नु यार लौरो माग्नु हो त्यतै छ रमेश दिदी लौरो कहाँ हो दाइ कता छ कहाँ आउनु भयो फर्केको त हैन हजुर अब हान्नु भयो दाइ मासुवानी नि गयो दाइ मासुवानी नि गयो अब हान्नु मैले ए दादा यो सिधा रहन्छ के हाम्रो A to Z मोबाइल हाउसको निरज सरको पालो रहेको छ अहिले। घैटो रहेको छ त्यहाँनिर दाइ अब कता गयो बाटै बाटो दारू खान नजिक रहेछ यार बरै नजिक रहेछ है। अब रहेको छ हाम्रो परवीन सरको पालो। कस्तो अनुभव भइरहेछ? हान्न सकिन्छ त? ग्रेट र उहाँले ग्रेट भनिसक्नु भएको छ र अब उहाँको प्रस्तुति हामीले हेर्न गइरहेका छौँ। हजुरहरूले देख्न सक्नुहुनेछ। लहै केही होला जस्तो छ है। उहाँलाई भनेर छोड्नु त लौरो माग्नु भनेर ल उहाँलाई सिधा बनाएर छोड्योस् सिधा बनाएर लौरो माग्नु ल बेस्ट अफ लक। घैटो उता छ पछन होला देखेर जिल्ला तिम्रो नाम
चर्किल्ला तिमी मलाई पर्लै नै मन पर्ने तिमी मलाई पर्लै नै मन पर्ने तिमीले छड्के आँखाले नहेर्ने मैले हातले गरेर के गर्ने तारा गरे सारी मैले हातले गरेर के गर्ने तारा गरे सारी मैले हातले गरेर के गर्ने मुटु साटेर र हाम्रो यस पिकनिक कार्यक्रम यही समाप्त भएको छ। सम्पूर्ण साथीहरू पनि अब आफ्नो घरतिरको लक्षणमा जान गइरहनु भएको दृश्य म हजुरहरूलाई देखाउन गइरहेको छु र मेरो फर्स्ट ड्राइभर रमेश दाईसँग म अब घर सेफली जान गइरहेको छु र सबैजना घरतिर जाने लागेको दृश्य म हजुरलाई देखाउन गइरहेको छु। यो हाम्रो रहेको छ पार्क, मध्यबिन्दु पार्क। निकै नै रमणीय भयो साथीभाइहरूसँग। सो गाइजहरू, हामी फर्किँदाखेरिको यो बाटो अहिले कच्ची बाटो देखाउन भ्याइएन, किनकि बाटो पनि त्यस्तै थियो र यहाँको अवस्था पनि। र हामी साथीभाइहरू सबै यहाँ भेट भइसकेका छौँ अम्रोसामा, जुन बाटोबाट हामी भित्र छिरेका थियौँ। सो गाइजहरू, आजको पिकनिक कस्तो लाग्यो हजुरहरूलाई? एकदम बवाल, झकास, क्युट, ब्युटिफुल। मरद बाबा र युनिक अङ्कलको ज्यू, कस्तो लाग्यो आजको पिकनिक? गजब गजब गजब। कस्तो लाग्यो दाइ हजुरलाई? मलाई त एकदम बेस्ट। ल दाइ छ। रमणीय यात्रा थियो, बाटो पनि निकै कठिन भए पनि बाइक भएर मात्र हामी सकुशल पिकनिक सफल पारेर फर्किँदै गरिएको छौँ। र हाम्रो धनबहादुर हो कि घनबहादुर अरे हजुर, कस्तो लाग्यो पिकनिक? एकदम दामी दामी। तर यहाँ के गर्नाले अप्ठ्यारो हो, अलिअलि हुन नि पर्छ, नत्र पिकनिकको रमाइलो हुँदैन। र अझै पनि हाम्रा मित्रहरू आउँदैछन्। सो पक्नुस् त। सो लेखबहादुर गुरौजी, हजुरलाई कस्तो लाग्यो पिकनिक? मलाई एकदम झकास। म फेरि पनि आउन चाहन्छु है। यो के गरे बाटो पिच बनेपछि। ल गङ्गाजी फुन्नी हो बाटो ठिक छ, बाटो अप्ठ्यारो रहेछ, पछि अब पिच भयो। सो गाइज, फाइनल्ली म घर आइसकेको छु र आजको यस एडभेन्चरस पिकनिकको मजा लिँदै शरीर थाकेको छ बाइकमा झ्याक्किँदै र त्यो खेलले पनि यति इन्जोयमेन्ट गरियो। र डान्स क्विनको क्लिप जुन मैले डान्स गरेँ, हाम्रो साथीभाइहरूले डान्स गरियो। सेफली हामी सबै घर पुगिसकेका छौँ र म चाहिँ अब
यो आजको यस भ्लग अहिलेलाई अन्तिम चरणमा पुगिसकेको छौँ। सो नयाँ नयाँ साथीभाइहरूलाई कस्तो लाग्यो भ्लग मेरो, के मिस्टेक भइसकेको छ कमेन्ट सेक्सनमा भनिदिनु होला। सो गाइज लाइक सब्सक्राइब सेयर गरिदिनु होला। पिएसएसपी गौतमको यो फर्स्ट भ्लग हजुरलाई कस्तो लाग्यो, केही कमी कमजोरी थियो होला, त्यो अब आउनेवाला भ्लगहरूमा केही सुधार हुँदै जानेछ हजुरहरूले भनिदिनु भयो भने यस हाम्रो यो पिएसएसपी च्यानललाई अझै अगाडि बढाउनेछु। र यति भन्दै अहिलेको लागि म यो भ्लग बन्द गर्दैछु। सो गाइज यस्तै केही न्यू एडभेन्चरस मोमेन्टहरू या अरू कुनै चिजहरूको नि भ्लग म बिस्तारै गराउँदैछु। र साथै हाम्रो यो एबिसी मोबाइल हाउसमा